आज श्री सुस्तानी व्रत कथाको 11औं दिन बिहान पखको ब्रह्म मुहुर्तमा शुभ बिहानी श्री सुस्तानी व्रत कथाको 11औं अध्याय श्रवण गराउँदैछौँ। श्री सुस्तानी परमेश्वरी भगवती माईले सबैको कल्याण गरून्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति, ओम शान्ति, ओम शान्ति। यं वरमा वरुणेन्द्र रुद्रमरुता सन्मन्दिरेभ्यस्तवै वेदै साङ्गवद कर्मोपनिषदै गायन्ति यं सामगा। ध्यानान्तर्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यां तन्मविदुः सुरसुरगणा देवाय तस्मै नमः। ओम श्री गणेशाय नमः, श्री सरस्वती नमः, श्री सुस्तानी परमेश्वरी भगवतीभ्यो नमः। अथ एकादशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि। त्यहाँ उपरान्त सत्यदेवीका सम्पूर्ण अङ्ग पतन भएपछि श्री महादेवीले चित्त दृढ गर्न नसकी हा प्राण प्रिय सत्यदेवी भनी भूमिमा परि मूर्छित हुनुभयो र फेरि चेष्टा भयो र अनि सुस्केर हाली मनले सत्यदेवीलाई सम्झी बहुला जस्ता भई जता जता हिँड्न लाग्नुभयो। त्यस्ता तरहसित हिँड्नुभएका श्री महादेवलाई देखि तारकासुर दैत्यले आफ्ना मन्त्री छेउ भन्यो, हे मन्त्री हो, सत्यदेवी मर्नाले महादेव बहुला जस्तो भए जथाभावी हिँडेको देखेको हुँ। महादेव बहुला जस्तो भए हा सत्यदेवी भनी जता जता घुमी हिँड्न लागेका छन्। यसै अवसरमा देवताहरूसित युद्ध गरौँ, यस किसिमको मौका फेरि आउने छैन। इन्द्रको अमरावती जितिल्याउँ, अब हामीलाई कसले के गर्न सक्ला र। आफ्ना अस्त्र शस्त्र लिएर जाउँ भनी तारकासुरले भनेको। सबैजना जति भएका हात्ती घोडा सेनाहरू अघि लगाई मन्त्रीहरू समेत भई लडाईँ गर्न भनी अमरावती गए। तिनीहरूलाई देख्न साथ इन्द्र डराए, हे देवता हो, अब यहाँ हामीहरू नबसौँ, किनभने तारकासुर दैत्यलाई श्री महादेवले वरदान दिनुभएको छ, त्यसलाई युद्धमा जित्न सकिँदैन। तसर्थ उसँग लड्नुभन्दा भाग्नु नै कल्याण छ। भागौँ भनी स्वर्गदेखि भागी मृगस्थलीमा आई बसिरहे। देवताहरू भागेपछि तारकासुर दैत्य इन्द्र सहित इन्द्रको अमरावतीले स्वर्ग मर्त्य र पाताल तिनै लोकको राज्य गरी आनन्दले रह्यो। त्यहाँ उपरान्त श्री महादेव पृथ्वी भ्रमण गर्दै मृगस्थलीमा आइपुग्नुभयो। महादेव आइपुग्नु भएको हो देवताहरूले देखि साष्टाङ्ग प्रणाम गरी बिन्ती गरेर, हे ईश्वर, तपाईँसित अब सत्यदेवीको शरीर छैन। त्यसरी अझै पनि यसरी एकासुर हुनुभएको हो। आँखा उगारी हेर्नुहोस्, त्यो पापिष्ट तारकासुर दैत्यले वज्रवत इन्द्राणी सहित आफ्नो अमरावती लियो। त्यसले हजुरबाट वरदान पाएको हुनाले हामी इन्द्रादि देवताहरूले युद्ध गर्न नसकी भागी यहाँ आइबसेका छौँ। रक्षा गरी पापिष्ट तारकासुर दैत्यको नाश गर्नुहोस् भनी बिन्ती गरे। यति इन्द्रादि 33 कोटी देवताले बिन्ती गरेको सुनि श्री महादेवको आँखा उगारी हेर्नुभयो। आफूसित सत्यदेवीलाई नदेखि इन्द्रादि देवताहरूलाई आफ्ना अगाडिदेखि केही जवाब नदिई सत्यदेवीलाई नै सम्झी हा सती भनी त्यहाँदेखि पनि जानुभयो। श्री महादेवले शोक गरेको देखि यावत जीवात्मा जति प्राणी छन् कसैले पनि मन थाप्न सकेनन्, साह्रै दुःखी भए। यस्तै तरहले श्री महादेवको शोक गरी 100 वर्षसम्म सारा पृथ्वी भ्रमण गरी हिँड्नुभयो। हे अगस्त्य मुनि, उहाँ उपरान्त एक दिन महादेवले चित्त दृढ गरी हेरेर सत्यदेवीको शरीर आफूसित रहेनछ भनी थाहा पाए। अब कसो गरौँ, कहाँ जाउँ भनी सकेसम्म चित्तलाई धैर्य गरी अब तपस्या गर्न उत्तरापन्थ जान्छु भनी जान लाग्नु भएको थियो। उहाँलाई चिन्त र
ढिटो हुन नसकी भ्रम परी उत्तरतिर जाउँ भनी जाँदा दक्षिणतिरको बाटो लाग्नुभएछ। जाँदा जाँदा कर्नाटक नगरको नजिक पुग्नुभएछ। त्यहाँ एक ब्रह्मपुर नाम भएको ठाउँ रहेछ। त्यहाँका ऋषिहरू गङ्गामा स्नान गर्न भनी गएका थिए। श्रीमहादेव त्यसैको बाटो आउनुभयो र ऋषि पत्नीहरूले देखेर एक आपसमा भन्नु लागे, हे ऋषि पत्नी हो, ती गएका महादेव हुन्। हेर, सत्यदेव मर्नाले बहुला जस्तो भई त्यस्ता तरले हिँडिरहेका छन्। हाम्रा ऋषिहरू एक भक्त रहनाले दुर्बल छन् र हामीहरूलाई काम भोगले सन्तोष दिन सक्दैनन्। यस अर्थले हामीहरू श्री महादेवको पछि जाउँ भनी एकै समय ऋषि पत्नी पछि लागे गए। त्यसपछि गङ्गामा स्नान गर्न गएका ऋषिहरूले सो कुरा चाल पाएर खोजी गर्दै गए। केही पर बाटामा गई भेट्टाएर भने, हे महादेव, तिमीले आफ्ना स्त्रीहरू किन हरण गरी हाम्रा स्त्रीहरूलाई किन हरण गरी ल्यायौ? ऋषिहरूले भनेको सुनि तिम्रा स्त्रीहरू म किन हरण गरी ल्याउँथे भनी महादेवले भन्नुभएपछि ऋषिहरू भन्छन्, यी तिम्रा पछि लागि आएका को हुन् भनेपछि श्री महादेवले फर्की हेर्दा ऋषिपत्नीहरूलाई देखि मैले त ल्याएको होइन, किन आएछन् भनी सोध्नुभयो। तब ऋषिले भने, हे महादेव, तिम्रो लिङ्ग देखेर हाम्रा स्त्रीपछि लागि आएका हुन्। त्यो तिम्रो लिङ्ग पतन होस् भनी श्राप दे। ऋषिहरूको श्रापले श्री महादेवको लिङ्ग पतन भयो र त्यस लिङ्गदेखि अर्को ज्योतिर्लिङ्ग उत्पन्न भई ब्रह्माण्ड संसार छोप्न लाग्यो। तब देवता, पर्वती, ऋषि, यक्ष, गन्धर्व, किन्नर आदि दैत्य चाँडै श्री विष्णु छेउ गई बिन्ती गरी लिङ्ग उत्पन्न भएको हाल सुनाएर भने, हे वैकुण्ठनाथ, श्री महादेवको लिङ्गको उत्पत्ति भई ब्रह्माण्ड संसार छोप्न लाग्यो। त्यो देखेर बिन्ती गर्न लायो। अब जसो गर्ने हो चाँडै गर्नुहोस् भनी ब्रह्मादीले भनेको सुनि श्री विष्णु तत्कालै उठी ज्योतिर्लिङ्गलाई अँगालो हाल्नुभयो। त्यसै बखत नै ज्योतिर्लिङ्ग साम्य भइगयो। त्योदेखि सम्पूर्ण देवता, ऋषि, गन्धर्व, किन्नर, दैत्य आदिले धन्य धन्य विष्णु भनी अनेक तरको स्तुति गरी आफ्ना आश्रममा गए। तहाँ उपरान्त ज्योतिर्लिङ्गदेखि प्रत्यक्ष भई श्री महादेवका ऋषिहरू छेउ आए आज्ञा गर्नुभयो, हे ऋषि हो, निरवधारमा तिमीहरूले मलाई श्राप दियो। तिमीहरूको पनि वाक्य अशुद्ध होस्। फेरि ब्राह्मणीहरू पनि एक पुरुष बन्नी बस्न नसकुन् भनी श्राप दिएर उत्तराबन्धतर्फ गई काम क्रोध लोभ मोह चाडी सम्पूर्ण इन्द्रियवादी नै तिनै आँखालाई परब्रह्ममा मिलाई बडो कष्टले तपस्या गर्न लाग्नुभयो। इति स्कन्द पुराणे केदारखण्डे माघमाते कुमारगस्थ संवादे श्री सूक्ताना परस्मै व्रत कथा इन्द्रादे देशवासु पुनः नाम हो एकादशो अध्याय। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति। ओम शान्ति। ओम शान्ति।